हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अब के भन् फाइनल्ली मेरो पनि न्यू आइफोन आइसक्यो। यो भिडियो बनाउनुको मेन उद्देश्य चाहिँ के हो भने यो आइफोन किन्ने मलाई एकदमै रहर थियो अनि युट्युबहरूमा हेरे गर्थेँ क्या मैले। आइफोनहरूको प्राइजहरू कुनै कुनै चाहिँ एकदमै पुरानो खालको अनि कुनै फेक खालको पनि हुने रहेछन्। अनि यदि तपाईँहरू आइफोन किन्ने सोचमा हुनुहुन्छ भने तपाईँहरूलाई अलिकति भए पनि हेल्प होस् भनेर मैले यो भिडियो बनाउँदैछु। र यो चाहिँ यो आइफोन किनेको 10-11-12 दिन जति भइसक्यो होला, किनभने मलाई सन्चो पनि थिएन अनि फुर्सद पनि भएन। अनि आज चाहिँ मैले यो भिडियो बनाउँदैछु। मैले कुन आइफोन किने, कति प्राइजमा किने र कति जिबीको किने भनेर सबै भिडियो बनाउँदैछु। अनि लास्ट सम्म हेरेर साथ दिनु होला है। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो बिल चाहिँ यही हो। अनि मैले यहाँ चाहिँ छोपेँ। मोबाइल स्टोरको नाम पनि देख्न सक्नुहुन्छ, डेट। मेरो नाम चाहिँ प्रसङ्गा घरती मगर, एड्रेस रोल्पा। मेरो आइफोन कुन हो भन्ने कुरा चाहिँ आइफोन 16 प्लस 256 जिबीको हो। टोटल अमाउन्ट 1,48,000। यो चाहिँ घटेको रेट हो र त्यसमा पनि यो एप्पल कम्पनीले नै घटाएपछि 1,50,52,सम्म त्यस्तै भएको थियो। अनि मैले चाहिँ गिफ्टहरू ल्याएन, गिफ्टहरू एयरपोडहरू के पाइन्छ, अनि त्यसपछि त्यो चाहिँ मैले ल्याएन, त्यही भएर 1,48,000मा दिनुभएको। देख्न सक्नुहुन्छ मेरो फोन चाहिँ वाइटमा आइफोन 16 प्लस 256 जिबीको हो। तपाईँले देखिसक्नुभयो। अब चाहिँ मेरो फोनको भिडियो बनाउँछु है त। मेरो फोन चाहिँ यही हो है साथीहरू, यस्तो वाइटमा। अनि यो खासै राम्रोसँग त देखिएन क्या। अनि वाइटमा त्यही हो साथीहरू, तपाईँहरूले देखिसक्नुभयो। र अहिले अलि अँध्यारो भइसक्यो अनि खासै देखिएन होला पनि। र आशा छ तपाईँहरूले मेरो भिडियो मन पराइदिनु भयो होला। र यस्तै भिडियोहरू अब चाहिँ म डेली जसो भिडियोहरू युट्युबमा राख्छु, अनि कहिलेकाहीँ हेरिदिनु होला, माया गरिदिनु होला। र अन्त्यमा मेरो प्रसङ्गा घरती मगर युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। अनि सबैजना स्वस्थ रहनु होला, व्यस्त रहनु होला। सबैजनालाई मिठो माया अनि मिठो सम्झना भन्दै बिदा हुन्छ। हस्त, धन्यवाद, बाई बाई।